बुढी हल्लाउँदै हिँडिरहेछन् हाम्रो रात्रिकालीन बसाइ अझ सुस्त र दुरुस्त पार्न लागि हाम्रा पत्रकार मित्रहरू अगाडि बढिराख्नु भएको छ। हेलो गाइस, हाउ आर यु? एभ्रिथिङ इज गुड। आशा छ उहाँहरूले तपाईँहरूलाई यो प्रसङ्गलाई छर्लङ्ग पारिदिनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ। दर्शकहरू, राष्ट्रिय स्वतन्त्रता पार्टीको मान्छे हो कि हो तपाईँ यार? भाषण त दर खतरा हान्नु हुँदो रहेछ त। दर्शकगण, यो राज्यकालीन बसाइ स्वतन्त्र पार्टीको मान्छे जस्तो है मान्छे। यो बेहुलीले सिकारेको यो माहौल रुवाकतारको केपी गाउँको गाउँको त पर्यो। त्यतिखेर हामी 10:30 बजेको अन्तरालमा छौँ। केही समयमा यहाँ भीषण युद्ध हुनेवाला छ। आजको डेट सकिसकेको छ। आशाका साथ म यो प्रत्यक्ष प्रसारणमा जोडिन चाहन्छु। ओरिजिनल कन्टेन्टले अब हाम्रो माल कति कम छ उस यो हाम्रो साथी यस्तो जहिले कहाँ हात लाउँछ कनाउँछ यस्ता बजियाले अनि भाइरल गर्छ त हामीलाई होइन गाइस। अब मिलाएर हेरिदिनु होला, मिलाएर बुझिदिनु होला के भन्नु खोजे। अब होइन, मैले यो रात्रिकालीन बसाइमा अझै केही जोड्न चाहेँ। यो अहिले हामी यो पेट्रोल पम्पमा छौँ जहाँ हजारौँको सङ्ख्यामा यसरी पेट्रोल पम्प भरिरहेको छ। मूल्य वृद्धि अति भए पनि यहाँ हामीलाई कसैले केहीले छोएको छैन भन्ने कुरोको हामीलाई त ज्वलन्त उदाहरण। हामीलाई चाहिँ पेट्रोल बढेको छैन, सारा जनतालाई बढेको छ, सारा मान्छेलाई बढेको छ। हामीलाई चाहिँ 1 सुको बढेको छैन किनभने हाम्रो गाडी नै छैन, केही छैन। त्यही भएर छैन। यतिखेर यो बसाइले हामीलाई चाहिँ बढेको छैन। हाम्रो त 2 पालै 2 खुट्टे के भन्छ साधन, एकदम तेल पनि नखाने, जति हिँड्यो त्यति स्वास्थ्यलाई फाइदा कर, जति छिटो हिँड्यो जति दिनमा हिँड्यो त्यति स्वास्थ्यलाई फाइदा कर पनि, शरीर पनि फुर्तिलो। यो खालको हाम्रो चाहिँ साधन छ है गाइजहरू। तपाईँहरू पनि यो खालको साधन चाहिँ प्रयोग गर्नु होला। एकदम तपाईँहरूको स्वास्थ्यको हेल्थको लागि राम्रो हो। दर्शकबिनहरू बाटोलाई यसले पुनर्निर्माण कार्यक्रम धमाधम भइरहेको छ। त्यस कारणले हामी दोस्रो बाटो अपनायौँ। हिँड्दै जाँदा बाटोमा हरेक हामीले प्रत्यक्ष प्रसारणमा थोरै अलिकति यो चाहिँ यो मान्छे चाहिँ जहाँ गयो त्यहाँ विद्रोह हुन्छ। नेपाल बस्यो, 1 महिना काठमाडौँ बस्यो, त्यहीँ विद्रोह गरेर आयो। जेन्जी आन्दोलनदेखि सबै भोगेर सबै दण्ड गरेर नेपाललाई परिवर्तन गरेर आयो। अहिले यहाँनिर खाडी मुलुकमा परिवर्तन गर्दैछ बम बारुद गरेर। यसले यो आउने बित्तिकै यहाँ लडाइँ सुरु भएको इरान र अमेरिकाको। यो बजियाले त यो बजियाले जिएर खानु नदिने भयो, खाएर जिने भयो। बजिया भात पनि सानो खाँदैन, हग्नु पनि सानो हग्दैन, दिनमा 7 खेप मात्रै हग्छ गाइजहरू होइन। हाम्रो साथीहरूको चाहिँ म भनिदिइरहन्छु, यो बजिया फेरि बिहान चाक ठाडो पार्छ। के गर्नु यसलाई त कसरी सुधार्नु सकिएन। अनि यता दुखन्छ उता दुखन्छ भन्छ। के भन्नु अब गाइजहरू, दुखन्छ चाहिँ भन्नु छोड्दैन। घरि आँखा झिमझिम भयो भन्छ, घरि के कुन पाता दुखो भन्छ। के गर्नु यस्तै छ कतारको जिन्दगी, खाडीको जिन्दगी। हामी खाडीमा अनि के झाडीमा भन्छ। त्यही हो है, बुझ्नुहोस् तपाईँहरूले आफै मिलाएर टाकटुक मिलाएर बुझिदिनु न। भइगयो त। जेन्जी हाँस्दैछ हेर्नु गाइसहरू। तपाईँहरूलाई देखेर जेन्जीलाई केही भन्नु मन लागेको छ भने कमेन्टमा उहाँलाई भनिदिनु होला। म उहाँलाई सुनाइदिन्छु पढेर। उसलाई फेरि पढ्न अलिक आउँदैन। फेरि के गर्नु, केटो 4 क्लासबाट भाग्नु सुरु गरेको रहेछ, 10 क्लाससम्म भागेछ बच्चा। लास्टमा भाग्दा खाडी आइपुगेछ। फेरि केटो ड्राइभर पनि हो है, स्ट्रिङ पनि समात्न जान्दछ यसले। स्ट्रिङ पनि घुमाउँछु भन्छ त, खोइ घुमाउनु चाहिँ होइन, घुमाउँछु भन्छ होइन। गभर्नमेन्टबाट लिगली कागज पत्र छ भन्छ। मादक पदार्थ के पदार्थ अहिलेसम्म परेको छैन अरे। डाइरेक्ट अब मादक पत्र पऱ्यो भने त धुलो परिहाल्छ, त्यही भएर परेको छैन दाइ भन्छ बजियाले। सुनाउँछ मलाई यसरी। अब गएर ठुलै गाडी कुदाउने अरे बजियाले। ल है
गाइजहरू यस्तै छ हाम्रो जिन्दगी देखेर अब तपाईँहरूलाई खुसी लाग्छ डाहा लाग्छ भने हाम्रो जस्तो जिन्दगीहरू जिउनु होला होइन हामी यसरी नै जिइरहेछौँ